गुड मर्निङ भेरी भेरी गुड मर्निङ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि बिल्कुलै ठिक छु, फिट एन्ड फाइन छु। ह्याभ अ गुड डे। तपाईँहरूको सबैजनाको आजको दिन धेरै राम्रो जाओस्। मेरो पनि राम्रो जाओस्। एन्ड म चाहिँ आज बिहानै उठेको 5 बज्दै उठेको, किनकि पानी परिरहेको थियो, दरदरी पानी परिरहेको थियो, यति धेरै पानी परिरहेको। म उठिहालेँ, 5 बज्दै पानी परिरहेको थियो अनि म उठिहालेँ। मौसम यति राम्रो छ आजको बाहिरको। वाह मौसम, वाह। पानी पर्नको बाद जो मौसम हुन्छ नि यार, यति राम्रो किन हुन्छ यार। लुक लाइक अ वाउ। मलाई त बहुत मनपर्छ यो पानी पर्नको बाद जो मौसम हुन्छ। खैर यस्तो हो, बिहान छिटो उठ्नुपर्छ होइन, साह्रो छिटो सुत्नुपर्छ। म जस्तै दिउँसो पनि सुत्छु यार, त्यही पनि 10:30 बजेभन्दा अगाडि थाहा परिसक्यो हुन्छ। म त त्यो निन्द्रा यार मेरो मात्रै हो कि अरूले पनि हो। तर घाम लाग्नुभन्दा बिहान चाहिँ घाम लाग्नुभन्दा अगाडि उठ्यो भने दिन पनि राम्रो, दिमाग पनि स्वस्थ, ज्यान पनि स्वस्थ, आफू पनि मस्त भइन्छ होइन। त्यही भएर घाम लाग्नुभन्दा अगाडि उठ्नुपर्छ अरे क्या। म त बिहान मेरो काम यही भयो कि यहाँ मैले बिहान बिहामा यहाँ म पानी भरिरहेको थिएँ होइन। अनि मबाट पानी पोखियो कि यसरी पानी पोख्यो अनि यसरी झाडु लगाइरहेको छु। झाडु पानी सोरिरहेको छु कि पानी झर्दा पानी पोख्यो नि त अघि। अब यो अहिले घाम लाग्यो भने सुक्छ, सुक्नु त परिहाल्यो। कसैको हुनेवाला घरको बुहारी हो नि त, अनि बिहान बिहान झाडु लगाउनु त सौभाग्यको कुरा हो। मेरो कुरा सुनेर तपाईँहरूलाई गफै लाग्छ होला होइन। सो थ्याङ्क यू फर वाचिङ माई ब्लग। यति हो मेरो ब्लग आजको। मेरो भिडियोलाई सपोर्ट गर्नुहोस् गाइस। अझै पनि म भन्दैछु तपाईँहरूलाई, ख्याल गर्नुहोस् नगर्नुहोस् यार तपाईँहरूको मर्जी। म चाहिँ आज 5 बज्नुभन्दा अगाडि उठेको होइन। यही हो मेरो आजको काम। अरू तपाईँहरूको मर्जी यार, सपोर्ट करो ना करो आप लोगों की मर्जी। खैर थैंक यू फॉर वॉचिंग माई ब्लॉग। मिलेंगे नेक्स्ट ब्लॉग में। बाय बाय।